वेलकम साथीहरु मेरो नयाँ भ्लगमा वेलकम हैन सरहरुलाई। सर आज हामी कहाँ जाला भन्नु त हाम्रो एउटा वडा नम्बर 5 भने जस्तो लाग्छ। आज चाहिँ वडा नम्बर 5 सप्तसनमा चाहिँ हाइड्रोको कार्यक्रम भएर चाहिँ त्यहाँ जान लागेको वनमा चिठी गएको थियो। त्यो चाहिँ के सहभागी होइदिउँ भन्छ नि। एउटा भनाइ छ नि बोलाएको ठाउँमा चाहिँ जसरी पनि जानु नबोलाएको ठाउँमा कहिले नजानु भन्छ नि। हो त्यही कुरा सुनेर चाहिँ लेसन सुनेर चाहिँ आज जाँदैछौँ हामी। कस्तो लागिरहेछ के हामीले गलत गरिन् त भन्नु नि। के हामीले गलत त गरेका छैनौँ। यो बाको इन्टरभ्यू यो बाको भ्लग लगाऊ है। बा कहाँ जान लाग्नुभयो? कहाँ जान लाग्नुभयो? कहाँ जान लाग्नुभयो? कहाँ? पुर्खले कति अलि यता आउने यता। हजुर कहाँ जान लाग्नुभयो? कहाँ? अलि यता आउने अलि अँध्यारो आयो क्या तपाईँ उज्यालो मान्छेलाई। हो ल कहाँ जान लाग्नुभयो? आमा पुर्खले कति राम्रो गरेर फोटो कति राम्रो गर्नु भने कहाँ जान लाग्नुभयो? कहाँ? हजुर कहाँ जान लाग्नुभयो? व्रतमा हिँडेको व्रतमा? व्रतमा भनेको? व्रत र पशुलाई ए मलाई चिन्नु भयो त। यस्तो यस्तो खाइए छ क्या हो? खाना खाएको छैन व्रतमा हिँडेको। ल आउनु आउनु ए आउनु आउनु मेरो गुरु बा झ्याप्छन्। भिडियो बनाएको ब्लग भिडियो युट्युबमा बनाएको है। युट्युबको लागि बनाएको क्या। ल हामी गयौँ है। हुन्छ ल ल हुन्छ गाडी आयो। होइन त कस्तो पनि झ्यास छ। हामीभन्दा झ्यास छ। हामी त झ्याप्छ। म तँलाई एउटा क्वेसन सोध्छु है सर, तपाईँ यसको एन्सर दिनु होला। नयाँ एन्सर ल क्वेसन एन्सर के अरे जुन अहिले हाम्रो अब फागुन 21 चुनाव हुँदैछ नि त, थाहा छ नि तपाईँलाई? जुन अब र्याली लाग्यो, जस्ट हरेक पार्टीको कार्यकर्ताहरू आफ्नो चाहिँ जिताउनको लागि चाहिँ जुन र्याली कार्यक्रम चलिरहेको छ नि, तपाईँलाई चाहिँ कसले जितिदियो हुन्थ्यो? देशमा चाहिँ कस्तो मान्छे भइदियो हुन्थ्यो जस्तो लाग्छ? जित्नुपर्ने चाहिँ हर्क सामानले हो होइन, तर चुनावै हुँदैन क्या। चुनावै हुँदैन तर। चुनाव किन हुँदैन? उसले त भर्खर पार्टी खोलेर त पार्टी खोलिसक्यो उसले। मान्छे चाहिँ नि हर्क सामान जस्तो मान्छे आउनु पर्यो चुनावमा होइन। देशमा चाहिँ पूर्व पश्चिमबाट सबै ठाउँबाट त्यो खालको त्यो लेभलको मान्छे आयो भने चाहिँ देशको विकास चाहिँ राम्रो हुन्छ है। हुन्छ हुन्छ त्यति कुरा याद गर्नु हुन्छ एकदम। प्रत्येक स्थानीय तहबाट मात्रै त्यतिको योगदान दिनु नेपाल त्यसै भनिहाल्छ नि। भनिहाल्छ भन्दैन? भन्छ भन्छ। तपाईँको नगरपालिका मेयरले ल के गर्छ ल भन्नु त। यो मोबाइलसम्म त हातै दुख्दो रहेछ हो। भन्नु नै भन्नु। तपाईँको नगरपालिकाको मेयरले के गर्छ अहिलेसम्म एउटा काम? हाम्रो नगरपालिका हुँदैन, गाउँपालिका हुन्छ। गाउँपालिकाले अध्यक्षले चाहिँ के गरेछ त? गाउँपालिकाको अध्यक्षले चाहिँ अब सबैभन्दा पहिला एउटा म के दुःख व्यक्त गर्छु भन्दाखेरि हामी जस्तो युवा चाहिँ गाउँठाउँमा बस्न पाएका छैनौँ कि मेन कुरो है। एउटा पोइन्ट चाहिँ गाउँठाउँमा बस्न पाएका छैनौँ। अनि गाउँमा रोजगारको सिलसिला छैन होइन, छ त छैन नि त। जे छ आफ्नै छ, जो छ आफ्नै छ। अनि रोजगारको सिलसिला छैन, त्यस्तो केही छैन। अनि गाउँठाउँको हालत त्यस्तै छ। सबै जनता सबै पछिल्ला पिँढीका जस्तो जेन्जी पुस्ता भनौँ न, जेन्जी पुस्ता युवाहरू सबैजना विदेश पलायन भए। कोही आफ्नो परिवार पाल्नको लागि जागिरको लागि काठमाडौँमा लोकसिया लड्दैछन् बिचरा काठमाडौँ कोठामा बसेर। गाउँमा जो छन् नि ती मुनिहरू टाउकेहरू तिनीहरूको पछि लाग्नेहरू चाहिँ उपगति भए। अरू सब जो सोझा जनताहरू जो अगाडि बोल्ने होइन आवाज उठाउनेहरू जहिले पनि पछि रह्यो कि नेपालमा। हाम्रो खालकुनामा मात्र होइन, जहाँ पनि त्यही हो नेपालको अरू राज्यभरि हो किन भन्नु त। जस्तै के प्लस गरेकै कुरा तपाईँको नि जस्तै भनौँ न भने मानेपछि ओके, नत्र बाई बाई भन्ने बुझ्नु न एउटा कुरा होइन त। त्यही होइन त, जो मान्छेले आवाज उठाउँछ त्यो मान्छेको राम्रो चाहिँ देख्दैन रहेछन् क्या समाजले। मैले बुझेको चाहिँ त्यही हो है। सही बन्दे में दम हे भन्छ नि हिन्दीमा डायलग। यो खेल्नु कति दामी यार। यस्तो दामी भ्यू छैन चाहिँ हामी गइरहेछौँ।
माथि चढ्दैछौँ होइन मनाएको जस्तै यस्तो चिलाउनेहरू के गरी यस्तो भयो यस्तो दामी त्यो बाले त लास खाएछ क्या बिहान बिहान अङ्गला माटोलाई यता गरेर लडेको भए थियो नि केटाहरूले आएर लडायो भन्नुहुन्थ्यो क्या अरू जानकारी पछि दिनेछौँ अहिलेको लागि यति गरौँ गाइस बस बाई बाई है सी यू सब्सक्राइब भनिदिउँ न फिर मिलेंगे लाइक एन्ड सब्सक्राइब प्लिज प्लिज गरिदिनु